स्थिति सिर्जना भइरहेको छ हामी देख्न सक्छौँ। बाहिरपट्टि यहाँ प्रहरीले यो भिडलाई अलिकति पर जानुस् भनिरहेको छ भने यो ठाउँबाट हामी जाँदैनौँ भनेर चाहिँ आज जसरी पूर्व राजाका समर्थकहरू बीच एक किसिमको यहाँ विवाद सिर्जना भइरहेको छ। यो विमानस्थलको प्रवेशद्वारको बाहिरपट्टिको दृश्य हो र निकै नै बाक्लो रूपमा उहाँहरू आउनु भएको छ। राजाको जनता हो हामी है। तपाईहरुको यो पार्टीले बनाएको देश होइन, पार्टीले तपाईहरुको लागि ठाउँ बनाएको छ। तपाईहरुको लागि ठाउँ बनाएको छ। सबै एउटा पोस्टको लागि हामीले कोर्ट दिएर शान्ति सुरक्षाको लागि किन पार्छौं? यो किन पार्छौं भने के बोल्नु पनि साथी यहाँ सुन्नुस्। हाम्रो सुरक्षाको लागि हाम्रो देशको एयरपोर्टमा हामी काको शासन हो? यो काको शासन हो? यो हाम्रो आफ्नो देशमा हाम्रो एयरपोर्टको गेटमा यो काको शासन हो? हाम्रो देश प्राणभन्दा प्यारो छ। राजतन्त्र जिन्दाबाद, राजतन्त्र जिन्दाबाद, राजतन्त्र जिन्दाबाद, भ्रष्टाचारी मुर्दाबाद। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। राजतन्त्र जिन्दाबाद, राजतन्त्र जिन्दाबाद, हाम्रो राजा हाम्रो देश मोर्चण्डे चोर मुर्दाबाद। केपी तेरो पाराले केपी तेरो पाराले केपी तेरो पाराले
दर्शक यति बेला हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटैमा छौँ। यहाँले हेर्न सक्नुहुन्छ अब देशको अत्याचार भएपछि जनताले चाहेपछि अब मेरो जनता र देश बचाउनको लागि म आउनुपर्छ भनेर राजा आउँ लागेको, जनताको इच्छा अनुसार आउँ लाग्यो। उहाँले नि हेर्नु पनि आफ्नो नासो आफूले छोडेर के कस्तो हुन्छ, मेरोभन्दा राम्रो गर्न सक्छन् कि दमन गरेर देशका जनता मारेर केही हुनेवाला छैन। उहाँ सर्लक्क जानुभयो। अब उहाँहरूले चलाउन नसक्ने भइसकेपछि अब मेरो देश मैले नै बचाउनुपर्छ भनेर आउनु। मलाई एउटा घरको छ भने एउटा घरको मात्रै माया हुन्छ हो, दुईवटा घर छ भने दुईवटा घरको माया हुन्छ। राजालाई सर्वोच्च जनताको माया भएर आएको हो क्या यहाँ। मौसुदसँगै वार्ता तुरुन्त वार्ता गर्नु इटालीले होइन भने यिनको अन्त्य बङ्गलादेश नजिक छ। होसियार दलाल होसियार, सावधान दलाल सावधान। यो देशमा हामी राजा के राजा हामी राजा जसरी ल्याउँछौँ, हामी राजा जसरी स्वागत गर्न आएको राजा आउनुहुन्छ। ल्याउने 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 अब हाम्रो यहाँ भएन, देश खाइसके उहाँले खाएन। के भन्नुहुन्छ दिदी, तपाईँ पनि आउनु भएको छ? ल्याउ जनता खुकुरी ल्याउ, भ्रष्टाचारलाई सप्काइदेऊ। अलिघटले के भन्छ, केपी सरकारले भन्छ ए बाबा होइन, हेलिकप्टर राजाको दरबारमा राख्नु छ। फुटपाथमा बस्नुहोस् न साइड साइडमा। हामीले फुटपाथमा त बसौँ भने आह्वान गरेकै छौँ हामीले त। अनि हेर्नुहोस् त सबैलाई बसौँ भने त सम्पूर्ण तपाईँको मिडिया मार्फत सबै हामी देशभक्त देशप्रेमीहरू सबैलाई बाटो अरू बाटोबाट जाँदा मिल्दैन। तपाईँ यहाँबाट छेके भन्न मिल्छ? खबरदार 12 भाइका पत्रकारहरूलाई भन्छु, तपाईँ 12 भाइमा पर्नुहुन्न। त्यसो भएर तपाईँले राम्रो मेसेज दिनुहोस्। हामीले भनेको व्यवस्था र अवस्था फाल्ने हो, यो गणतन्त्र ढाल्ने हो, राज संस्था स्थापना गर्ने हो, जनताले चुनेको प्रधानमन्त्री हामीले ल्याउने हो भन्ने कुराको जग जाहिर भएर अब खुलासा गरिदिनुहोस्। हजुर, दुर्गा प्रसाईले झुटो दाबी गरे मेरा कार्यकर्ताहरू हुन् सबै भनेर, राप्रपाले भन्छ हाम्रो भनेर, अन्यले भन्छन् हाम्रो भनेर। यो हो चाहिँ कसको हो? यो हो स्फूर्त रूपमा भन्छु मैले, हामी मासु भातमा बिकेर आएको हाम्रा जनता होइन। एउटा कुरा खुलासा। अर्को खुलासा, हामी कसैको दलाली होइनौँ, हामी कसैको विदेशीको पैसा ल्याएर खाएर आएका होइनौँ। हामी स्फूर्त रूपमा हामी यो देश बचाउनुपर्छ, यो धर्म बचाउनुपर्छ, यो गुठी बचाउनुपर्छ र हाम्रा आमा दिदीबहिनीहरू लुटिएका छन्। यो बचाउनको लागि यो देशको एउटा कुमार बस्नेतले एउटा देशको लागि कन्ट्रिब्युसन गर्ने हिँडेको। हामीले राजा आऊ देश बचाऊ, प्रत्यक्ष जनताले चुनेको प्रधानमन्त्री चाहियो भनेर हामी आएको सडक। अनि तपाईँ जनताको करबाट पेन्सन खाने होइन, अनि सरकार विरुद्ध यसरी पूर्व राजाको पक्षमा आन्दोलन गर्ने, तपाईँको पेन्सन रोका किन गर्नु पर्ने सरकारले? प्लिज प्लिज तपाईँले भन्छु, म तपाईँको पैसा खाएको होइन, देशले उठेको होइन होइन। तपाईँ पत्रकारको पैसा दिएर खाएको होइन मैले, जनताले उठाएको करले यो पुलिस प्रशासनदेखि लिएर हरेक मान्छेले पालिएको हुन्छ हो। अर्को कुरो हामीले भनेको कि पेन्सन खान छोड्नुहोस् कि आन्दोलनमा आउन छोड्नुहोस्, तपाईँ दुईटामा एउटा गर्नु पर्दैन? म पेन्सन पनि खान्छु, आन्दोलन पनि आउँछु। किन आउँछु? म हिजो 22 वर्ष रगत र पसिना बगाएर यो देशलाई कन्ट्रिब्युसन गरेको छु। त्यसो भएर मेरो पेन्सनलाई कसैले दाबी गर्न सक्दैनन् भन्ने कुरा बुझ्नु। अनि हिजो गणतन्त्रका लागि आन्दोलितहरूको त
जागिरै खाएको थियो नि त होइन र त्यस बेलाको सत्ताले तपाईँहरूको पेन्सन पनि नखानु होइन मेरो पेन्सन खानेको आधार के त एक दुई भन्नु त आधार व्यवस्था विरुद्ध तपाईँ राज्यको तलब खाने व्यवस्था विरुद्ध आन्दोलनमा आउने त्यो मिल्छ अनि हिजो दिनमा उनीहरूले के गरेको थियो उनीहरूले आन्दोलन गर्दा गणतन्त्रवादीहरूले गर्दा के भएको थियो त्यतिखेर त जागिर खोसुवा भयो नि होइन कसैले खोसिए कसैले के गरियो तर मैले भनेको छु नि म त स्फूर्त रूपमा मैले आफूले पेन्सन पकाएर मैले दुःख गरेर रगत र पसिना भगाएर आज एउटा परिवर्तन यो सार्वभौम सत्ता सम्पन्न नागरिकको स्वतन्त्र लडाईँ हो यो हजुरबुवाको लडाईँ हो यो 2007 सालमै हामीले पाएको प्रजातन्त्र पूर्ण प्रजातन्त्र हामी एकचोटि यसलाई फाइनल्ली खार्दैछौँ जसरी जङ्गबहादुरले 1903 मा चलाएको एउटा तरबार थियो भाइहरूले कोतमा यो एउटा चेतनाको आँखाले जसले टोटल संश्लेषण गर्यो 2052 सालमा एउटा जनयुद्धको तयारी गर्यो त्यो जनयुद्ध थिएन 2007 सालमा नेपालको राजनीतिमा लागेको क्यान्सरको किमोथेरापी थियो नेपाली जनताले पुरा गर्यो यसको अपनत्व लिँदै गरेका बिचौलियाहरूलाई राम्रोसँग एक्काओस् दोस्रो पुस्ताको नेपालीलाई रोक्न सक्दैन यो चेतनाको सबैभन्दा ठुलो कुरो सिद्ध बाबा सुरुङ मार्ग थ्रु भइसक्यो यो ब्रह्माण्ड हो ज्ञान भनेको यो जापानिज ट्रेन सिन्खानसिनको गतिमा चलेको छ यसले गर्ने पनि ब्रेक थ्रु नै हो तर आइस ब्रेक इज इम्पोसिबल यो राजाबाट सक्षम हुन्छ कि म भन्न सक्दिनँ तर प्रजाबाट आइस ब्रेक सम्भव छैन आइस ब्रेक क्यान थ्रु हामी नयाँ दुनियाँमा जानुपर्छ नयाँ चेतनाको दुनियाँमा जानुपर्छ यो दलालीहरूलाई हामीले भनेका छौँ हामी श्री 5 महाराजराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार पोखराको 1 महिनाको बसाइले आज काठमाडौँ आउँदै हुनुहुन्छ उहाँको स्वागतको लागि 3 बजे Capitol!